खबरदार खबरदार मात्र भन्नुहोस् त। हिम्मत हुन्छ कसैको? अख्तियार प्रमुखले म आएको छु अब के हो त्यो देखाउनुहोस्, जे हो त्यही गर्नुहोस्, ल खबरदार यहाँ आएन भने भन्नुहोस् त। 4000 5000 2000 3000 खाएको मान्छेलाई समातेर यो समातेर त्यो समातेर भनेको छ। देशको ढुकुटी सत्यानाश भइसक्यो। बाहिर बाहिर ट्याक्स हेभनमा लगेर पैसा हालिसके। सबलाई थाहा छ कसैले के गर्न सक्ने। यो चल्दैन। हामीले गर्ने के भनेको अहिले भर्खरै यो सबै भनेको चिज रिपिट गर्ने, यो गरेर लागू गरेर देखाउनको लागि हामी आएको छौँ। यो साँच्चै नै यो आक्रोश होइन, यो घर घरमा मान्छेले बोलेको चिज हो। म यस्तो सजिलो जागिर थियो मेरो कि भएन, मिलेन, काम छैन, बर्बाद भयो, सिद्धियो भनेको भरमा मजाले पैसा आउँथ्यो मलाई त। राम्रो जागिर, सुविधा पनि टन्नै थियो। जहाँ गयो नि मान्छेले ओहो राम्रो आहा गजब गर्नुभयो नि भन्थे। हिरै हुन पाइएको थियो। भन्ने के भने भएन होइन त। यो भएन त म अर्को 20 वर्ष भनिदिन्थेँ, किन यो हुनेवालै छैन। हुनेवाला भए पो अर्को 20 वर्ष हुनेवालै छैन। भएन 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 भनेको छ, आफ्नो तलब बढाएको छ, बढेर जति भएन भने त्यति बढ्यो, पपुलारिटी पनि बढेको छ, सुविधा पनि बढेको छ। भन्ने के भने भएन। कस्तो जागिर थियो नि त मेरो त, गजब जागिर थियो नि त। भएन, ठिक भएन। अर्कोले फेरि एउटा न एउटा काण्ड घटाइहाल्थ्यो यो देशमा। कहिले काहीँ त काण्ड धेरै भएर के भन्ने छान्नै भेटाएन होइन। भएन, म यो भएन भनेर 20औं 30औं वर्ष बुढो भएर मजाले अहिले अलि फ्लुसरले भएन भन्थ्यो, अलि बुढो भएपछि नि भएन भएन भन्ने होइन। तर यो भएन भन्ने जागिर छोडेर गर्छु भनेर आएको हो नि।